Alright boys, back to the scene है अनि alright वाट्सन अफ दिस बोय एन्ड मुभी अन्त त्यही त्यहाँ लङ टाइम पछि यो भिडियो बनाउँदैछु अनि त्यही भएर अब यस्तो धेरै नै रेस्ट भयो अब केही समयपछि अब फेरि कामतिर जाने भनेर अब यसो डेली सर्ट्स त हाल्नु त हालिन्छ तर अलिकति ग्याप त भइरहेको थियो होइन अनि त्यही भएर अब राइट नाउ अहिले चाहिँ त्यसै दिउँसोको 2 बजी लागिसकेको छ अनि खानसाना खानु पऱ्यो म चाहिँ फेरि राति देरसम्म जागेर बस्ने अनि दिउँसोसम्म सुतेर बस्ने होइन भर्खर उठेर यस्तै रातै भर्खर ब्रस गरेर म सुत्दै अनि बाहिरतिर जानु लाग्यो खानसाना खान जानु लाग्यो गर्मी यति छ फुल भएर आफै टी सर्ट खोलेर बसेको देखाउनु मिल्दैन त्यही भएर पुरा त्यही अनि यहाँ 24 घन्टा पङ्खा चाहिँ यहाँ फेरि एभाइलेबल हुन्छ खोल्नु पर्दैन अनि त्यही भएर अब गाह्रो यस्तो के भन्ने अब यहाँ लगडा है अब दिउँसोको 2 बजी लागिसक्यो अब बल्ल खाना खानु लाग्यो अब यता केटाहरू हेर्ने मान्छेहरूले त अब 1-2 घन्टापछि त खाजा खाने टाइम हुन्छ हाम्रो खाजा खाने टाइम भनेको फेरि 6-7 बजे खाना खाने टाइम भनेको फेरि 9-10 बजे हुन्छ फेरि यस्तै छ जिन्दगानी झर्कन छाया है यस्तै हो केटा हो मलाई त केटा अब एकछिन टी सर्ट माथि टी सर्ट लाउँछु त्यसपछि चल्दै छोड्ने बाहिर खाना ब्याक टु सिन अन्डा बनाएको अन्डा नुन ट्याक लगाएर नुन लियो सबै राखेँ तेल सबै छैन रहेछ यसलाई चाहिँ कतै अट्टाउने यार मोबाइललाई खसर जल्ला भनेर Normally body has yes, दादाले चाहिँ खाना खाइसकेको छ होइन अनि त्यसपछि अब चाहिँ दादाले अब यसो कपडा धुने त्यसपछि नुहाइधुवाइ गर्नुपर्ने काम छ अनि त्यही हो त्यसपछि कपडा धोएर नुहाइधुवाइ गरेपछि यसो बारीतिर यसो आगो जलाउने काम पनि छ आगो लगाउने काम छ अनि आगो लगाउँदाखेरि पनि देख्नु आउनुहुन्छ ल दादा चाहिँ अब यसो ड्रेस चेन्ज हानेर अब नुहाउन हिँडेको टाउको चिलाएर वाइल्ड भएको छ होइन लाइक
टाउको चाहिँ म यो हप्तामा चाहिँ धेरै नै मतलब धेरै नै नुहाउँछु कि मतलब हुन्छ नि अब लाइक त्यो एउटा हुन्छ नि टाउकोलाई चाहिँ लास्टै केयर गर्छु क्या म। अनि त्यहाँदेखि सक्नुहुन्छ मेरो कपालमा कलर चाहिँ छैन अहिले, कपाल काटेको थिएँ नि त मैले, लामै थियो कपाल होइन, पुरै बाँध्न मिल्थ्यो, यस्तरी पुरै चुल्टी नै बाँध्न मिल्थ्यो। अनि त्यो भएर कपाल चाहिँ काटिदिएको थिएँ, किनकि भन्दाखेरि अब काम गर्ने ठाउँमा त्यति लामो कपालहरू राख्नु दिँदैनन्। अनि त्यो भएर यति कपाल चाहिँ बल्ल बल्ल राखेँ हो मैले। अब धेरै छैन, अब केही समयपछि हामी फेरि जाँदैछौँ है काममा, काम गर्नु है। अब पैसा त छाप्नु पऱ्यो होइन, पैसा छाप्नु पऱ्यो, त्यही हुनाको कारणले अब च्याटचुट लगाएर अब के ड्रेसहरू छ धुनुपर्ने सबै धोएर जुत्ता सब चिक चटाक चुटुक छ्याक्कै बनाएर दादा अन द फायर है। दादाले चाहिँ युवा जोस फेरि देखाउँछ 4-5 महिना, त्यसपछि 4-5 महिनापछि दसैँ तिहार आउँछ, त्यसपछि दसैँ तिहारमा हरिप फल हान्नुपर्छ यहाँ पटौली भैरवतिर, त्यही हो। अनि आज चाहिँ एकजना साथी आजैको दिन भर्खर जस्तो आज म यो भिडियो बनाइरहेको छु, जस्तो आज यही दिनकै बिहान नै आज एउटा साथी काठमाडौँ गएको छ 3-4 दिनको लागि, अनि त्यही घुम्न जान लागेको रहेछ। अनि त्यही हो केटा, है गाउँमा चाहिँ साथीहरू भएन भने खासै मजा हुन्न क्या। अब साथीहरू भएपछि यता जाम उता जाम हुन्छ नि त। अनि यहाँ त अब बोर्डिङ भन्ने हुन्छ, त्यहाँ यसो मसिन हुन्छ एउटा, त्यो मसिनले पानी फ्याँक्छ क्या। कतिजनाले अब सुन्नुभएको होला बोरिङ भनेको के हो होइन, यताउति त्यो जस्तो बोरिङ एउटा मसिन हुन्छ, त्यो मसिनले चाहिँ पानी प्रेसरमा फ्याँक्छ होइन। अनि त्यो नालाको थ्रु हुँदै अनि बारीमा जाने हो। अब यता देब्रेपट्टि हुन्छ, दाहिनेपट्टि हुन्छ, कता जतासुकै हुन्छ क्या त्यो नाला चाहिँ। अनि त्यो बोर्डिङबाट प्रेसरबाट फाल्दाखेरि त्यो पानी चाहिँ मतलब त्यही नालाको थ्रु जाने हो क्या, सर्कुलेट हुँदै जाने हो। जस्तै हाम्रो ब्लड सर्कुलेट हुन्छ नि, यस्तो नसाबाट जान्छ नि, सर्कुलेट हुँदै जान्छ नि, हो त्यस्तै हो त्यो पनि। त्यही भएर है दादाले चाहिँ धेरै बोले जस्तो लाग्यो। अब यसो नुहाएर हान्नु पऱ्यो, टाउको वाइल्डै चिलाइरहेको छु। त्यसपछि टाउको के अरे यहाँ जिउहरू पनि टाउकोहरू नुहाएपछि टक्क अनि कपडा धुने काम छु। त्यसपछि त्यहाँबाट टक्क दादा कपडा धुन जान्छ। त्यसपछि कपडा धोएर आएपछि यो टी सर्ट पनि चेन्ज हुन्छ है, यो टी सर्ट पनि चेन्ज हुन्छ ट्याक्क लगाएर है। त्यसपछि अर्को टी सर्ट लगाएर अनि एकछिन बारीको नि मतलब यही टी सर्ट लगाएर म बारीमा काम गर्छु। त्यसपछि यो टी सर्ट खोलेर म अर्को टी सर्ट चेन्ज गरेर एकछिन बाहिर इभिनिङ वकमा जान्छु। त्यसपछि त्यही हो एउटा भिडियोको लास्टसम्म हेर्नु होला। को नआयो भने चाहिँ च्यानललाई सब्सक्राइब गरेर राख्नु, लाइक सेयर कमेन्ट, डोन्ट फर्गेट टु कमेन्ट डाउन बिलो है त, कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला। ल दादा अब नुहाइधुवाइ गरेर चल्दैछ है त यो कुरा हो है। दादा चाहिँ टक्क नुहाइधुवाइ गरेर बाथरुमबाट नि आइसकेको छ, भर्खरै चेकआउट भएर आएको होइन। र अनि त्यही हो एउटा हो है। अनि अरू त त्यस्तै हो। अब दादाले कपडा लाउँछन्, अनि दादाको माइन्ड चेन्ज चाहिँ के हो भन्दाखेरि लास्ट साइड कहाँ गयो त्यो यहाँ रहेछ, यही टी सर्ट लगाएर गर्छु भने भयो, दादाको मुडै चेन्ज भयो। दादाले अब अर्को ड्रेस लाउँछन् होइन, टक्क ड्रेसअप गर्छु अनि त्यसपछि भेट्छु है त। ल चल्दैछ अलराइट गाइज, अलराइट है। अनि दादा चाहिँ रेडी भइसकेको टक्क नुहाइधुवाइ गरेर नि बाहिर निस्केर नि ड्रेस लगाइसकेको छ, टक्क लगाएर देख्न सक्नुहुन्छ गाइज होइन, देख्न सक्नुहुन्छ प्रिन्ट के को छ होइन, ट्याग लगाएर ज्यान पार्नु ज्यान त्यही हो। यदि हजुरले त्यो प्रिन्ट देख्नुभयो भने के को नाम देख्नुभयो भनेर यदि देख्नुभयो भने भिडियोमा जस्ट लेट मी नो इन द कमेन्ट सेक्सन के हो। यदि त्यो मिलाउनु भयो भने हजुरहरूले 100 रुपियाँ अनलाइन रिचार्ज पाउनुहुन्छ। ल ट्याग लगाएर विनर हेरमै त को विनर हुँदो रहेछ यो भिडियोमा। यो के को लोगो भनेर टक्क चिन्न सक्नुभयो भने 100 रुपियाँ ई सेवा ल अनलाइन ड्याम जुन। ल है त दादा अब एकछिन बाहिर जान्छु, बाहिर काम छु। अनि भित्र कति बस्नु हेर्दा बस्दा कतिको लागिसक्यो, बाहिर जाम यस्तो के काम छ त्यो सकौँ अनि फेरि हजुरहरूलाई भेट्छु है त। अनि एकछिन मोबाइल पनि चार्ज हुन्छ, मोबाइलमा नि 15% मात्रै चार्ज छ। ल है त दादा चल है त एउटा दादा बारीको काम लगाएर मतलब बारीमा आगो लगाएर सकिसकेको थियो। अनि अहिले यस्तो बाहिर गइदिउँ भनेर रेडी भएको, मागो यस्तो हुरीको जस्तो लाग्यो यार, के हो यार यस्तो आजु माको यस्तो हावा लाग्यो क्या, चिकन फस्टै हावा लाग्यो। पानी पनि परिरहेछ फेरि, अहिले कतै रोक्छ यार अहिले त। यसो दादा जङ्गलको गइदिउँ कहाँ नभने भनेको यस्तो भइदियो कि
गाह्रो छ के हो लगडा है अब यसो के हुन्छ कस्तो हुन्छ म अलिकति अगाडिसम्म जान्छु ठुलै पानी परेछ नि घर फर्किन्छु दादालाई घर देख्छु तिमीहरूले होइन ठुलै पानी परेन छ भने चाहिँ दादा हुँदै जङ्गलमा कहाँ गइरहेको हुन्छ है त ल देखियो हल्ला ग्याङ है दादा चाहिँ तल हल्का अनि यसो हिँडेँ होइन अलिकति छिटा चाहिँ परिरहेको छ त्यस्तो ठुलै पानी त्यो कन्टिन्युसली पर्नेवाला जस्तो पानी चाहिँ अलिअलि छिटा चाहिँ हेरेको छ कतिको स्पिडमा हावा चलिरहेको छ भने त्यही हो दादा चाहिँ अब एक्लै चल्दिस भइरहेको छ होइन यो रुम कहाँसम्म पुग्छ दादा आज त्यसपछि केटाहरूलाई बाटोमा भेटाएछु भने त्यतिरबाट च्याप्पै लिएर जान्छु केटाहरूले बिच बाटोमा अघि फोन गरेको थिएँ मैले के भयो भन्दाखेरि फोन गरेको थिएँ एउटालाई कहाँ भने चाहिँ फेरि असाध्यै फेरि एडिक्ट छ कि केटाहरू फेरि त्यहाँ मतलब यहाँ गाउँको केटाहरू चाहिँ अनि यसो हुक्का खान लग्नु पऱ्यो भने फोन हान्छु कसैले फोन उठाउँदैन जसलाई फोन गऱ्यो नि कसैले नि फोन उठाउँदैन कोही कता छ कोही के छ कोही अफलाइन छ कोही के छ भन्छ अनि दादाको प्रेसर हाई भयो होइन अरू मतलब पैसा भए पनि नभए पनि अरू बेला त दादा त अब हिँडिरहेको हुन्छ नि त जतासुकै बेलुकातिर इभिनिङ वाकतिर गइरहेको हुन्छ हिजो पनि कोटियासम्म पुगेर आएको आज चाहिँ यसो छुट्टै पिपल सरी उहाँ कहाँ अरे जे होस् ठाउँको नाम चाहिँ थाहा भएन त्यो लगभग त्यहाँ जाने ठाउँबाट भन्दा नि अझै उतैपट्टि गयो भने चाहिँ लगभग कोटिया चाहिँ पुगिन्छ 1 किलोमिटरको रेन्जमा छ त्यो चाहिँ अनि दादा चाहिँ आज जङ्गल जान लाग्यो जङ्गल भन्नाले फेरि जङ्गलै जस्तो त होइन त्यो जङ्गल टाइपकै छ म अहिले पुगेपछि देखाउँछु हजुरलाई लाइक लिटरली हावा चाहिँ बलले लागिरहेछ है हेरु गोडेको हेर नै केटा हो अझ झ्याप्पो झरेदेखि वाट निस्किनु अरे दादा रे ल दादा चल्दैछ भइरहेको छ होइन अब हिँड्दै कति टाइम लाग्छ थाहा छैन गएपछि दादा चाहिँ यसो अब बस्दै हो किन भन्दाखेरि पानी चाहिँ अलिक पर्न थाल्यो होइन देख्न सक्नुहुन्छ तर सक्दैन है ट्याग लगाएर यता सेतो यता कालो यता सबै कालो कालो छ पानीको सिट आइरहेछ हावा चाहिँ बलले लागिरहेछ है एउटा हाफ कट्टोमा आइदिएको झन् पुरै लुत्रुकै झन् आज झन् निलो कट्टो लाग्यो यो भिज्यो भने पुरै लत्रकै भिज्छ कि यो मतलब भारी हुन्छ कि यो भिज्यो भने त्यही भएर बस्दै गयो कि त्यस्तो ठुलो पानी त परेको नि तर यहाँ थोपा देख्न सक्नुहुन्छ होइन कतिको पानी परिरहेको भनेर ट्यागको देख्न सक्नुहुन्छ अलिक धेरै नै लाइक भयो गाह्रो छ अब यो एरिया चाहिँ अब यहाँबाट थोरै अगाडि गयो भने चाहिँ अब यहाँ तिक्लीगढ भन्ने ठाउँ आउँछ त्यसपछि चाहिँ अनि अझै अगाडि जाने हो त्यसपछि यहाँबाट नि अझै सिधै हुने हो तर यहाँ यो जुन यो इँटाहरूको यो जुन यो ठुलो यो थुपारेको छ नि यो भन्दा नि अझै उतै क्रस गर्नुपर्छ लगभग त्यही 500-600 मिटर क्रस गरेर अनि ठ्याक्कै त्यो लोकेसन ठ्याक्कै त्यो एउटा चोक आउँछ अनि त्यो चोकलाई चाहिँ टिक्लीगढ भन्छ त्यो टिक्लीगढ भन्दा नि अझै 1-1.5 किलोमिटर कटेपछि चाहिँ अनि बल्ल त्यो के भन्छ त्यो कोटिया जाने बाटो आउँछ भनौँ न होइन जस्तो एउटा तिनकुने ठाउँ जस्तो ठाउँ आउँछ क्या त्यसपछि अहिले चाहिँ एकछिन मौसम परिरहेको छ पानी बिदो भएपछि एकछिन दादा चाहिँ एकछिन यहाँ रेस्ट हान्छ रेस्ट हानेपछि दादा चल्दै स्कुल हुन्छ है दादा चाहिँ यही बसिरहेको छ अघिदेखि लगभग यहाँ बसेको लगभग 20 मिनट भइसकेको छ होइन अनि 6 बज्न लागिसक्यो 6 बज्न जम्मा 20 मिनट मात्रै बाँकी छ अब एकछिन 20 मिनट जति बसेर हेर्छु के कसो हुन्छ यतापट्टिबाट चाहिँ निलो आकाश देखाउन थालिसकेको छ भने यतातिर चाहिँ अझै नै कालो बाटो चल्दैछ मा कसम यहाँ देख्न सक्नुहुन्छ कालै छ मा त्यो पनि पुरै यता चाहिँ पुरै सेतै है सेतै यहाँ चाहिँ यस्तो सेतो सेतो भइसकेको छ यता कालै छ यहाँ सेतै छ यहाँ पानी चाहिँ हरि पर्दैछ क्या फेरि यही गरेर देखिन्छ हजुरहरूलाई पानी चाहिँ दोस्तै परिरहेछ है दोस्तै गाह्रो छ है दादाहरूलाई चाहिँ आज हुक्का खान लास्टै गाह्रो छ तर कसरी हुक्का खाएर छाड्ने कसरी हुक्का खाएर छाड्ने